आज मैले यो मुभी हेरेपछि चाहिँ मेरो मुड एकदमै अफ भयो। तर मुभी खराब भएर भने चाहिँ होइन। र यो मुभी चाहिँ 2023 मा आएको कोरियन हिस्टोरिकल ड्रामामा आधारित रहेको छ र मुभीको स्टोरीको बारेमा कुरा गर्ने हो भने चाहिँ 1979 मा प्रेसिडेन्टको हत्या पश्चात चाहिँ कोरियाको सैनिक प्रशासनले दुई भागमा बाँडिएको थियो, जहाँ एक पार्टी रुल गर्न चाहन्थे भने अर्को पार्टी चाहिँ सिस्टमलाई कन्ट्रोल गर्न चाहन्थे। सो यो दुई बीचको कन्फ्लिक्टलाई चाहिँ मुभीमा देखाइएको छ। अनि एज अ मुभीको मेकिङको कुरो गर्ने हो भने मुभी एकदमै स्मुथमा बगेको छ। सुरुवातदेखि नै इन्टेन्सिटीका साथ मुभी स्टार्ट हुन्छ र सुरुवातमा चाहिँ अलिकति मुभीमा के भइरहेको छ बुझ्न अलिक गाह्रो हुन्छ, तर फ्लोमा अघि बढे पश्चात मुभीले एकदमै ग्रिपिङ राम्रो समात्छ र टेक्निकल्ली पनि मुभी एकदमै राम्रो बनेको छ। अझ यसको बिजिएम निकै नै राम्रो छ र क्वालिटी पनि एकदमै रिच देखिन्छ। तर मुभीमा एक्सन चाहिँ एकदमै हेभी आस नगर्दा हुन्छ। गन सिक्वेन्सहरू छन्। अनि अब मुद्दाको कुरो गरौँ, मलाई चाहिँ किन मुड अफ गर्यो त? मैले चाहिँ यो मुभी हेर्दै गर्दा कोरियाको इतिहासबारे मलाई केही थाहा थिएन र मैले चाहिँ जे सोचेको थिएँ राम्रै सोचेको थिएँ, तर क्लाइमेक्समा चाहिँ अलिकति गलत भएको फिल भयो। तर त्यो जे थियो त्यो इतिहाससँग सम्बन्धित थियो र इतिहासलाई परिवर्तन गर्न सकिँदैन। त्यही कुरोले चाहिँ मलाई एकदमै मुड अफ गर्यो। ओभरअलमा मुभी चाहिँ मन पर्यो, तर म यो मुभीलाई रिकमेन्डेसन गर्न चाहन्न, किनकि मेरो जस्तै मुड अरूको पनि अफ होस् भन्ने चाहिँ म चाहन्न। तर एज अ गुड मुभी हेर्न चाहनुहुन्छ भने चाहिँ यो मुभीलाई पक्कै ट्राई गर्न सक्नुहुन्छ। मुभीको नाम हो 12 12 द डे।